म गाउँमा हुर्किएको सिधा साधा छिटो इन्जिनियर बन्छु भन्ने थियो सपना मिठो फेसबुकमा नक्कलीले आई लभ यु पो लेखी उसलाई भेट्न आएको म त दुर्गम गाउँदेखि फेसबुकले बिचल्ली पार्यो नि एउटै पढ्याङ्ग्राले राले तिनटै चरु खुत्रुकै पार्यो नि फेसबुकले बिचल्ली पार्यो नि एउटै पढ्याङ्ग्राले राले तिनटै चरु खुत्रुकै पार्यो नि हे हजुरबाले सधैँ मलाई दिन्थे एउटै अर्थी जसरी नि भएस् न ती पुलिसमा भर्ती फेसबुकबाटै भेट्न बोलाई भेट्न आउनै पर्यो चोक्टा खान गएको बुढो झोलमा डुबी मर्यो फेसबुकले बिचल्ली पार्यो नि एउटै मट्याङ्ग्राले राले तिनटै चरु खुत्रुकै पार्यो। चलचित्रका नायक सुभाष थापा चङ्खे उहाँ पनि छायाङ्कनमा व्यस्त अनुपस्थित हुनुहुन्छ। मसँग सुदर्शन थापा पङ्खेजी हुनुहुन्छ नै। र अब म नायिकालाई आमन्त्रण गर्छु पूजा शर्मा, प्रतिभाशाली नायिका, हामी सबैको प्रिय नायिका पूजा शर्मा। देखिएको मैले पाएको छु, खास देखिएकी छिन् पूजा। म आमन्त्रण गर्छु सङ्खे प्रेमपुरी। अभिनयको हिसाबमा कुरा गर्दा चलचित्र पहिलो चलचित्र अभिनय काम सकिसकेको छ। अब हाम्रो काम हजुरमा ल्याउन तयारीमा छौँ। म के भन्न चाहन्छु भने सुदर्शन थापा धेरै धेरै धन्यवाद, किनकि आज म सुदर्शन थापासँग काम गर्न पाएँ। जुन मैले सोचेको थिएँ, जुन मैले हिजो प्रेस मिटमा भनेको थिएँ सुरुवातको दिनमा, म यस्तो गर्छु, म यो फिल्म बन्ने भएको छ र बन्न लागेको फिल्म साउन भदौमा सुटिङका लागि जाने भएको छ फ्लोरमा। र यो फिल्मको नाम प्रेम गीत, र प्रेम गीतमा यही फिल्म चङ्खे सङ्खे पङ्खेसँग सम्बन्धित धेरै जसो कलाकार र प्राविधिकहरू दोहोरिनु हुनेछ र केही नयाँ आउनु हुनेछ। स्टोरीमा काम गर्दैछौँ र टोटल्ली सकेसम्म नयाँ फेसहरू यहाँ देख्न पाइन्छ मिडियामा। राम्रो काम गर्ने कोसिस मेरो हमेसा हो र यो पनि मेरो एउटा कोसिस राम्रो काम गर्ने हुनेछ। थ्याङ्क यू। नरेश भट्टराई पनि यसलाई छुट्टिन्छु। अब डिनर, थ्याङ्क यू सो मच। अब भने डिनरमा सरिक हुनको लागि आग्रह गर्छु। थ्याङ्क यू।